यो हो आउटसाइड रिङ रोडको म्याप। यो प्रोजेक्ट तीनै जिल्लालाई छुने गरी अहिलेको रिङ रोड भन्दा केही दूरीमा बन्ने भनिएको थियो। आखिर के भइरहेछ त यो प्रोजेक्टमा? यो प्रोजेक्ट बन्ने सम्भावना कति छ त? सरकारले यो प्रोजेक्टलाई कति प्रायोरिटीमा राखेको छ त? आजको दिनसम्म सरकारले यो प्रोजेक्टमा के कति पैसा लगानी गरिसकेको छ? अहिलेको रिङ रोडको कुरा गर्नुपर्दा यसको लेन्थ 27 किलोमिटर लामो छ। त्यसैले यसले काठमाडौँको निश्चित एरिया मात्र कभर गर्छ, जसले गर्दा इभन रिङ रोड सेक्सनमा पनि जङ्सन र लिमिटेड एक्सेस पोइन्टहरू छन्। यसले भ्यालीको ट्राफिक अस्तव्यस्त हुन पुगेको छ। तर आउटसाइड रिङ रोड बने सँगसँगै यसले जाम मात्र नभएर पपुलेसन डाइभर्सिफाईको पनि काम गर्छ भन्ने आशा राखिएको छ। काठमाडौँमा यस्तो अत्याधुनिक सडक जसले साइक्लिङ ट्र्याक, ग्रिन बेल्ट र फुटपाथको रिक्वायरमेन्ट पनि फुलफिल गर्नेछ। सँगसँगै काठमाडौँ, भक्तपुर र ललितपुरलाई जोड्ने एउटै 6 लेनको लामो सडक बन्नेछ। 72 किलोमिटर लामो आउटसाइड रिङ रोड बने सँगसँगै यसको कुल लम्बाइ मध्ये काठमाडौँ सेक्सनमा 35 किलोमिटर, ललितपुर सेक्सनमा 15 किलोमिटर र भक्तपुर सेक्सनमा 21 किलोमिटर पर्नेछ। अहिलेको अवस्था हेर्दा यी तीनवटै जिल्लालाई जोड्न एउटै रिङ रोडले सबै ट्राफिक धानिरहेको छ, जसले गर्दा पर्टिकुलर जङ्सनमा हेभी ट्राफिक एकुमुलेट हुन्छ। आउटसाइड रिङ रोड अगाडि सार्नुको अर्को रिजन सन्तुलित सहरी विकास, जनसङ्ख्या र पूर्वाधारलाई विभिन्न भागहरूमा समान रूपमा वितरण गर्नु। 72 किलोमिटर लामो आउटसाइड रिङ रोड बनाउनुपर्छ भन्ने कन्सेप्ट 2001 मा भ्याली प्लानिङ र गभर्मेन्ट प्रपोजलहरूमा देखिएको। त्यसको ठ्याक्कै 7 वर्ष पछाडि 2008 मा प्रोजेक्टको डिफ्रेन्ट फेजमा DPR र फिजिबिलिटी स्टडीहरू गरिएको छ। 2017-18 मा नेपाल सरकारले प्रिपेरेटरी काम अगाडि बढाउन 10 करोड रुपियाँ छुट्याएको थियो। त्यसको 2 वर्ष पछाडि 2019 मा फेरि चाइनिज फिल्मलाई अझै डिटेलमा प्रोजेक्ट रिइभ्यालुएट गर्न 50 करोड छुट्याइएको थियो। तयार पारिएको डिजाइन र रिपोर्ट अनुसार आउटर रिङ रोड 6 लेनको हुनेछ। यसको कुल चौडाइ 50 मिटर लामो हुनेछ। यो प्रोजेक्ट कन्स्ट्रक्सनको पहिलो फेज चोभार हुँदै सतुङ्गलसम्म पुग्नेछ। यसको लागि हाराहारी 8000 रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने हुन्छ। यो 8000 रोपनी जग्गा 14000 ल्यान्ड ओनर्सलाई मुआवजा दिएर मात्र सेटलमेन्ट गर्नुपर्ने हुन्छ। 2025 सम्म आउँदा यो प्रोजेक्टमा विभिन्न अध्ययन, DPR र एडमिनिस्ट्रेसन खर्च जोडेर अलमोस्ट 150 करोडभन्दा बढी खर्च भइसकेको छ। तर 2024-25 मा आएर यो प्रोजेक्टलाई लोएस्ट प्रायोरिटीमा राखिएको छ। त्यसैले 2024-25 को बजेट एलोकेसनमा यो प्रोजेक्टको लागि 1 रुपियाँ पनि छुट्याइएको छैन। यस्तो राम्रो भविष्य बोकेको प्रोजेक्ट अहिले आएर किन ओझेलमा पर्यो त? यसको पहिलो रिजन हो जग्गा अतिक्रमण। जग्गा अतिक्रमण गर्नको लागि सरकारले धेरै मुआवजा दिनुपर्ने हुन्छ, जुन आफैमा एकदम खर्चिलो छ। MRT को हाइप। MRT भनेको मास ऱ्यापिड ट्रान्जिट। यसमा मेट्रो रेल पनि पर्छ। यसको हाइपले गर्दा पनि आउटसाइड रिङ रोडलाई खर्च अनुसारको प्रतिफल दिँदैन कि भन्ने एउटा कन्क्लुजनमा पुगिन्छ। 2060 सालदेखि नै नेपाल सरकारले यो प्रोजेक्टको लागि 15 भन्दा धेरै कर्मचारीहरू खटाएको छ। चाइना सरकारले पनि BRI मार्फत यो प्रोजेक्ट अगाडि सार्न आफ्नो इन्ट्रेस्ट देखाएको छ। तपाईलाई के लाग्छ, यो प्रोजेक्ट भविष्यमा बन्ला त? यसको उत्तर तल कमेन्ट सेक्सनमा भन्नुहोला।